गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। र गाइस आजको भ्लगमा चाहिँ म के देखाउनु गइरहेको छु भन्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ यो नामनाम मुनिको भिड छ, एकदम दामी जग्गा छ। यो भिडमा चाहिँ आज म तपाईँहरूलाई देखाएर यो जग्गालाई एक्सप्लोर गर्न आँटेको छु, कस्तो जग्गा छ भनेर। गाइस हेर्नुहोस्, मसँग बस्नुहोस्, यहाँ एन्डसम्म हेर्नुहोस् र इन्जोय गर्नुहोस् गाइस। र गाइस यो चाहिँ अलिक यता आएर मैले भिडियो बनाउँदैछु। यहाँ देख्नुहुन्छ जग्गाहरू एकदम दामी छ। यहाँ तल चाहिँ नान्डुक पारीपट्टि छ, यहाँ चाहिँ हाम्रो केटाहरू गाइस। र यता पारी चाहिँ हाम्रो रङ्गेहरू भन्ने जग्गा छ। यो जग्गाहरू चाहिँ यो जग्गाहरू रङ्गे। र यो चाहिँ यहाँ माथि चाहिँ नामनामको उयो छ, त्यो माथि हाम्रो हिँड्ने जग्गा छ नि नामनामको स्काई वकमा छ। र यो जग्गा चाहिँ गाइस हुनु चाहिँ मान्छेहरू चाहिँ एकदम आउँदैन, त्यही भनेर मैले चाहिँ यो जग्गा आजको लोकेसन छानेको। र यो चाहिँ भयो नामनाम। यो चाहिँ त्यो नामनामको तल्लोपट्टिको जुन चाहिँ भिड छ नि गाइस, त्यो भिड जाने बाटो हो। हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ पारी नान्डुक सहर, फेरि हाम्रो गान्तोक सहर। गाइस यहाँबाट चाहिँ यतिको पहिरोहरू छ, हेर्नु सक्नुहुन्छ। एकदम नेचर ब्युटी हुन्छ नि। यो चाहिँ हाम्रो देउरालदेखिको पारी जग्गा है। अब गाइस तपाईँहरूलाई थाहा पनि छैन होला यहाँनिर यस्तो जग्गा नि छ भनेर है। अन्त बाटो नि अप्ठ्यारो रहेछ, प्लस यता नि जुगा चाहिँ रहेछ। तर गाइस 3 जुरे भन्दा चाहिँ एकदम कम्ती रहेछ जुगा चाहिँ। यहाँनिर तर केटाहरू चाहिँ आउँदो रहेछ, कति केटाहरू आउँदो रहेछ गाइस यतातिर हो। बाटो एकदम यस्तो खालको रहेछ गाइस बाटो। गाइस हामी चाहिँ यतापट्टिबाट आएको र अहिले यता यहाँ केटाहरू आउँदैछ। एकदम अनटच खालके रहेछ यो नेचर चाहिँ है। ओपर हेर्नुहोस् त गाइस, यहाँनिर एकदम घाँसहरू पनि बाटोहरू पनि नहिँडेको कोही पनि। गाइस मैले तपाईँहरूकै लागि चाहिँ तपाईँहरूकै लागि चाहिँ मैले देखाइदिँदैछु यस्तो दामी जग्गाहरू, ताकि तपाईँहरू घरमै बसी पनि इन्जोय गरोस्, नेचरसँग एउटा एट्याचमेन्ट होस् भनेर गाइस तपाईँहरूको लागि बनाउँदैछु। गाइस हिँड्ने बाटो यति नै हो, यो डल्लै उन्दोको चाहिँ भिर हो भिर। यहाँ हल्का यहाँबाट हेर्न सक्नुहुन्छ, यो उन्दो छ्याङ्गै देख्दैछ हो। यहाँ उन्दो दोस्त कस्तो लागिरहेको छ? गान्तोक पनि यस्तो जग्गा थियो भने याद छ तिमीलाई? यो चाहिँ गाइस उसलाई मात्रै होइन, यो चाहिँ तपाईँहरूलाई पनि थाहा छैन होला यो जग्गा छ भनेर। अन्त यो जग्गा भनिदिएकोमा चाहिँ मेरो कर्मा साथीलाई एकदम धन्यवाद भन्न चाहन्छु। उसले मलाई यो जग्गा मेन्सन गरेको थियो है। र गाइस तपाईँहरूलाई कुन चाहिँ जग्गा घर बसी हेर्नु मन छ तपाईँहरूले मलाई भनिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, लाइक होइन कमेन्टमा भनिदिनुहोस्। अन्त गाइस म तपाईँहरूलाई यो जग्गा ल्याउने, तपाईँहरूले भनेको जग्गा म त्यहाँ गएर भिडियो बनाउने कोसिस गर्नेछु। लाइफमा जे पनि कोसिसै गर्नुपर्छ गाइस होइन। र मेरो पनि अहिले एडभेन्चर लाइफ हेर्नु सक्नुहुन्छ। अम्बो गाइस हिँड्नुपर्ने चाहिँ यो बाटो रहेछ।
Oh my god, it feels so amazing हुन्छ नि क्या एडभेन्चर भन्ने चिज चाहिँ यस्तै हो गाइस आफै बाटो बनाउँदै जुगा लागिरहेको छ तर अहिले जुगामा चाहिँ छैन कन्सन्ट्रेसन छ भने सिर्फ तपाईँ मेरो साथीभाइहरूले चाहिँ मेरो सब्सक्राइबरहरूले चाहिँ दामी दामी जग्गा पुगोस् भन्ने मलाई लाग्छ देखोस् भनेर केटाहरू जुगा केलाउँदैछ कमल साथ आर यु इन्जोइङ एकदम डरलाग्दो रहेछ र भर्खरै चाहिँ स्प्राइट पनि झरी गयो म नि झन्डै लडेँ यहाँ चाहिँ फेरि गाइस यो भ्यू पाउनुको लागि नै यहाँ आएको हामी ओ माई गॉड हिँड न बाटो मेन नरोक न हेर त अम्बो सडक लड्यो मान्छेलाई त खोइ अगाडि म हिँड्नुपर्ने हो खोइ केटा ओ केटा हो के भयो नरोक न कुन हेर्दा हुन्छ तपाईँहरू यहाँ हेर्नुहोस् यहाँ कता छ कुनहरू हिँड न लु के भयो ओ कमल फर्क्यौँ गाइस यहाँदेखि चाहिँ अब नसक्ने रहेछ एकदम जुगाले आचा जुगा पनि अब सानो सानो खालको रहेछ भित्र छिर्ने हो नछिर्ने भए त हुन्थ्यो नि जुगाले चाहिँ मलाई झन् भित्र पसेर टोकिदिरहेको छ र गाइस मैले तपाईँहरूलाई यहाँसम्म मात्रै देखाइदिएँ त्यो जग्गा नाम्नु मुन्डेको भिड चाहिँ यहाँदेखि उता गयो भने पुग्छ होला जग्गा तर अब यो चाहिँ जग्गा म विन्टरमा आउँछु जब जुगा हुँदैन अहिले चाहिँ यत्रो जुगाहरू हुँदो रहेछ गाइस अच्छा पढेर हामी चाहिँ कुद्दै आयो यहाँनिर झन् मलाई हेऱ्यो भने त झन् गाइस यस्तो भयो गाइस ठिकै छ र पनि एटिट्युड चस्मा चाहिँ लगाइदिनु पर्यो गाइस हामी चाहिँ यो जग्गामा हामी चाहिँ यो मुनिको जङ्गलबाट गएको यहाँ मुनि बाटो छ यो बाटोबाट चाहिँ उतासम्म गएको थियो हिजो देउराली हो कमल उस्तादको बर्थडे कस्तो भयो आज ट्रेकिङ जानेको मेन कारण चाहिँ कमल उस्तादको बर्थडे ट्र्याक भनेर मैले नाम दिएको थिएँ र यो जग्गामा हामी गएको थियो कमल उस्ताद मलाई नि दोष भएको र अझ कमल उस्तादले धेरै जुगाहरूलाई भेट्नुभयो कस्तो फिल भइरहेको छ चुसे पनि लभ बाइट्सहरू पनि दियो हो अझै पनि दिइरहेछ देउरालीमा आएर अहिले चिया बिस्कुट खाँदैछ इन्जोय गरेर कस्तो लाग्यो देउरालीको बटरफ्लाईको मुनि चिया बिस्कुट खाँदा कस्तो लाग्यो खानु पर्दा के भन्नुहुन्छ जिन्दगी ग्रेट एक्सपिरियन्स